के भयो भाइलाई के भयो? त्यतिकै बेहोस गरेर ढल्यो। ओहो झाँक्री बा हाटौँ लाउनु पर्छ त्यसमा त। दादा झाँक्रीबारको घर त टाढो छ क्या? होइन पुनि अब 5 मिनेट लाग्छ त। झाँक्री बाको घरसम्म जान लागेको। ओके यो तार होइन तपाईँहरूलाई आज यहाँको राम्रो व्यवस्था हुन्छ। हेलो खराज दादा कहाँ हुनुहुन्छ? ए हो र खराज दादा म त्यहीँ आउँछु। एउटा काला छ जाउँ वाउ के छ त हेलो ल यो त छुट्टी पो रहेछ त को मेरो बहिनी हो किन चाहियो लास्ट छुट्टी रहेछ तिम्रो बहिनी कसलाई छुट्टी गरेको आज मलाई हतार छ म अर्को जोडी कुरा गर्छु तर तिमीसँग होइन तिम्रो दिदीसँग दिदी आउनेको केटा त कस्तो खालको रह निस्किन्छ रह ए बहिनी केटा त राम्रै थियो ए दिदी के भन्नुभएको तपाईँ पनि राम्रो त थियो नि नराम्रो थियो र राम्रो भनेर हुन्छ जो पाइ त्यही किनेर जानु घरतिर हिँड्नु यही हो त्यसको घर
ए के काम पर्यो भन्नु? केही छैन दादा। आकाशमा उड्छ घाम किरा, भुइँमा खान्छ बुए किरा, नाना छोरी सिरियल हेर्नेको मन हुन्छ छिया छिया। ए तैँले मलाई यही भन्नु बोलाएको? होइन दादा, कुरा अर्कै छ। ए भन भन के कुरा छ? बाजे ए त्यस्तो नगर्नु। नो 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 के ल्याउनु दादा, कुरा अर्कै छ। दादा आज राम्रो पैसा छ। के राम्रो भने? के राजाको टाउको भएको पैसा? होइन होइन, रानीको टाउको भएको पैसा। मतलब आज एउटाको घरमा झाँक्री राख्दैछ, त्यसमा धनी बाको छोरी आछ। के गर्नु त? रात गर्नु आँटिसक्यो। किडन्याप गर्ने नि। ए दादा, म अचोट छु, यो बत्ती बाल्नु न। ए हो त। यु डन। यही हो कुनै यिनीहरू भित्र होला नि। झाँक्रीबा, झाँक्रीबा, नमस्कार झाँक्रीबा। के भयो नानीलाई? एक्कासी ढले त झाँक्रीबा। यहाँ राख्नु त नानी। खै हात हेरौँ त नारी। यो नानीलाई मसान लागेको रहेछ। यसलाई त छोरा हान्नु पर्ने रहेछ है। ए हो र झाँक्रीबा? न त्यत्तिकै भाग्दैन। उसलाई मसानको पनि गुरु महामसान रहेछ। यसलाई चाहिँ छोरा पानी हान्नुपर्छ, छोरा हानिदिनुपर्छ। हुन्छ झाँक्रीबा, त्यसो भए छिटो गरौँ। अब यो हतारमा नानी सती सती पनि छैन। अब यहाँ यतातिर यसो बस्नु पर्यो। यहाँ राख्नु त नानी। ओ झिल्के त्यो चना ल्याउ त। धामी भयो। नानी भुइँमा राख। टोक्रो राख्नु पर्यो। नानी यो खुट्टा खुम्छ त। खुम्छ यसरी। त्यो नानी हो, तिमीहरू अलिक पर बस है। अब झिल्के त्यो आगो मुक्का बालेर ल्याउ त। हुन्छ म मुक्का बालेर। ओ झिल्के छिटो गर न हौ। बल्दैछ बा, बल्दैछ। झिल्के त्यो कुचो पनि ले त। यो कुचो चाहिँ झिल्के पक्र त। तिमी यता आऊ त, यो थल पक्र। हम तिमी छौडा मसान, वीर मसान, भूत प्रेत सब लागु भागु भूत प्रेत के अरे बुक्सिँदै नि लागु भागु सब छट भेट छट। भूत प्रेत भागु। अरे मरे बाँकी मरे सुन्नु पर्यो। छौडा मसान वीर मसान
झाक्लो मसान फुट्यो झोडा भएपछि दानी भग दादा नि मेरो झिक्राको भएको त्यो नानीको टन्न झिक त त्यो नानीलाई ठिक भयो लु फर्केर हाँस्छ त हुन्छ यो ए भयो सुन्नु ओहो बहिनी तिमीलाई त किडन्याप गरेको थियो त कसरी छोड्यो होइन दादा मैले छोड्नु कि छोड्नु भनेर टोकेर भागेको हो र बहिनी वाउ ल ठिक छ अनि दादा कतै हेर्नु भयो म त्यहाँ परसम्म हिँडेको न एउटा कुरा थाहा छ तपाईँलाई फेरि के कुरा बहिनी तालुलाई त किडन्याप गरेछ नि दाइ हो र बहिनी त्यसो भए हामी खोज्न जाम वाउ बहिनीको दिमाग त खत्रै रहेछ टोकेर भागेको म लाटो छु र दादा ठिकै छ अहिलेको जेनेरेसनमा यतिको बाटो ठिकै छ दादा अस्ति हामी तालुलाई कसले लगेको ओइ राति हुन्छ मैले पनि चिनिनँ कसले लगेको नि दादा अब कहाँ जानु खोज्नु अब यति जाऊ न बुनु नाका त कटा छैन होला यतै होला ओहो भाइ अस्ति नयाँ वर्षदेखि भेटेदेखि त भेटै भएन त हो नि दाइ ओहो तिमी भाइ पनि केटी लिएर हिँड्ने के बोलेको रे दादा बहिनी जस्तो मान्छेले के भनेको अझै एक थप्पड हान्नु न म तपाईँको भाइ हो तपाईँ दाइ जस्तो भएर यस्तो कुरा बोल्न लाज लाग्दैन सरी भाइ ल दाइ हाम्रो तालु भाइ हराछ खोज्न सहयोग गरिदिनु न ल भइहाल्छ नि भाइ यो घरमा पानी खाऊँ न त खाम तिर्खा पनि लागिरहेछ घरमा को हुनुहुन्छ मसु के को लागि होला हामी हिँड्दा गरेर थाकेको हामीलाई पानी पिलाउनु पानी त अलिकति होइन म 11 दिने खुवाइहाल्छु ल बस्दै गर्नु म पानी लिएर आउँछु पानी खाएर हामी मासतिरबाट जानुपर्छ लिनु पानी जोस पानी चाहिँ मिठो रहेछ अनि गाउँघरको पानी मिठो त भइहाल्छ अनि तपाईँहरू बस्नुहुन्छ कि जानुहुन्छ होइन हामी जान्छौँ हाम्रो अर्कै काम छ हुन्छ अब काम छ भने त के गर्छ ठिकै छ ल दाइ त त्यहाँ छुट्टिनु भयो छिटो आउनु दाइ दाइ किन पछाडि बस्नु भएको अघि पुलमा सम्झाएको बिर्सिनु भयो क्या हो दाइ गिद्धे नजरले आफू पनि हेर्ने अरूलाई पनि हेर्ने भन्ने कहाँ भाइ मेरो चप्पल खुस्केरको त्यहाँ म पछाडि भयो त जाउँ यहाँ त राम्रै घाँस रहेछ नि दाइ राम्रै छ
ए मैले त कस्तो भुसुक्कै बिर्सेछु। मेरो भाइ बहिनीहरूलाई भर्ना गर्नु थियो। हेड टिचरको कता हुनुहुन्छ त? अब एकचोटि फोन हान्नु पर्यो। हेलो सर। भन बाबु के काम छ? हजुर सर, भोलि मेरो भाइ बहिनीहरूलाई भर्ना गर्नु थियो। ए बाबु, भर्ना गर्ने भनेको के भर्ना गर्छौ तिमी? यहाँको शिक्षकहरू कोही पनि छैन, सबै आन्दोलनमा गएको छु। म त जानुपर्ने, म भ्याइएन। अब यत्रो मकैहरू छोडेर के जानु भनेर गएको। अब त्यही हो। अब भोलि भाइ बहिनीहरू लगेर तिमीले यसो स्कुलमा अनुहार देखाएर ल्याए त हो नि। नभए सबै शिक्षकहरू सबै आन्दोलनमा गएको छ उता काठमाडौँतिर। कहाँ भर्ना गर्ने भनेको बाबु अहिले तिमीलाई थाहा छैन यत्रो आन्दोलन चलेको? देशको हालत के भइरहेछ थाहा छ तिमीलाई? बाबु पनि राख फोन। साह्रो कल काट्यो यार। स्कुल कहिले लाग्छ ठेगानै छैन। छ्या, के गर्छौ र दाइ? तिमी हामीहरूले भनेको हुने होइन। दाइहरू पनि मेरो पनि स्कुल भर्ना भएको छ नि। भर्ना भए के गर्नु, टिचरहरू कोही छैन। हो, बहिनीले भनेको कुरा पनि सही हो। भर्ना भएर के गर्नु? शिक्षकहरू सबै आन्दोलनमा छन्। यहाँ जति कराएर पनि के गर्ने? जाम